एससीमा 100% यो क्वेशन सोधिन्छ। एकाइगत विश्लेषण र समीकरणको सामान्यता परीक्षण गर्नुहोस् भनेर v स्क्वायर बराबर ut भनिदिन्छ हो नि। त्यसलाई प्रमाणित गर्नुपर्छ एकाइ रूपमा। के को रूपमा? एकाइगत रूपमा। त्यसको एकाइ के हुन्छ भने मिटर पर सेकेन्ड हुन्छ। मिटर पर सेकेन्ड बराबर के भने यु यसको पनि हुन्छ मिटर पर सेकेन्ड। यो के मल्टिप्लाई के छ टी। टी भन्नाले के समय। समयलाई के भने आफ्ने सेकेन्डमा। यो पनि यसको के भयो युनिट सेकेन्ड हो नि। अब यो एम छ यसको स्क्वायर छ भने एम स्क्वायर भइसक्यो। यसको पनि के भइसक्यो स्क्वायर भइसक्यो बराबर। अनि यहाँ भने यो एस के छ y को रूपमा छ त यो y को रूपमा आयो। अनि यो एस के छ मल्टिप्लाई रूपमा त मल्टिप्लाई रूपमा आयो। यो तल चाहिँ एस छ माथि पनि एस छ भने यो एस एस के भयो क्यान्सल भयो। अनि यसलाई हामी कसरी लेख्न सक्छौ भने एम स्क्वायर माइनस एम स्क्वायर एस माइनस 2 बराबर एम। यो यताको र यताको एकाइ के भयो बराबर छैन। त्यसैले यो समीकरणमा एकरूपता छैन। त्यसैले यो समीकरण मान्य हुँदैन। अर्थात् यो समीकरण रङ छ। गुड। सोध्ने मोस्ट इम्पोर्टेन्ट क्वेसन रहेको छ। 100 को 100% यो क्वेसन सोधिन्छ। त्यस कारणले गर्दा म तपाईहरुलाई यसको बारेमा सिकाउन गइरहेको छु। एकाइगत विश्लेषण र समीकरणको मान्यता परीक्षण। समीकरणको मान्यता परीक्षण अर्थात् दुवैतिर चाहिँ के हुन्छ एकाइहरु बराबर छ भने यो समीकरण मान्य हुन्छ। बराबर छैन भने मान्य हुँदैन। अर्थात् त्यो समीकरण के हुन्छ रङ हुन्छ। यो चाहिँ तिमीलाई प्रमाणित गर्न भन्छ यो रङ छ कि राइट छ भनेर है। अब यहाँ के दिएको छ भने क्वेशन हाम्रो v स्क्वायर बराबर u स्क्वायर प्लस 2as दिएको छ हो। अब यसमा एकाइगत चाहिँ के गर्ने हामी युनिट लगाउने। एकाइगत एकाइ यहाँ हेर्ने सबैभन्दा पहिला हामीलाई यो बुझ्नु जरुरी छ v के हो हाम्रो भेलोसिटी, u के हो हाम्रो सुरुको भेलोसिटी, 2 के हो हाम्रो नम्बर हो, a के हो हाम्रो एक्सेलरेसन हो, s के हो हाम्रो डिस्प्लेसमेन्ट हो र यसको युनिट्स मोस्ट इम्पोर्टेन्ट छ। जबसम्म युनिट तपाईहरुले याद राख्न सक्नुहुन्न भने यो चाहिँ बनाउन अप्ठ्यारो हुन्छ। त्यसकारणले गर्दा युनिट चाहिँ याद गर्ने। v जोडले के हुन्छ मिटर पर सेकेन्ड। यसको यो युनिट हो भेलोसिटीको। यो पनि भेलोसिटी हो भने यसको पनि मिटर पर सेकेन्ड हुन्छ। अब यो एक्सेलरेसन भयो भने यसको के हुन्छ मिटर पर सेकेन्ड स्क्वायर। के मिटर पर सेकेन्ड स्क्वायर। अब s भन्नाले के डिस्प्लेसमेन्टलाई के नापिन्छ दूरीमा के नापि हामीले मिटरमा। क्लियर भयो? यो कुरा क्लियर भयो भने अब यहाँ आउने v स्क्वायर भनेको छ मिटर पर सेकेन्ड भयो। यसको स्क्वायर गर्यो भने के भयो मिटर स्क्वायर सेकेन्ड स्क्वायर। ठीक छ। अब यहाँ आउने मिटर पर सेकेन्ड स्क्वायर यहाँ पनि सेम यस्तै हुन्छ प्लस। अब यहाँ के छ एक्सेलरेसन a मिटर पर सेकेन्ड स्क्वायर छ। के छ मिटर पर सेकेन्ड स्क्वायर। मिटर पर सेकेन्ड स्क्वायर। अनि यहाँ के छ डिस्प्लेसमेन्टको मिटर हुन्छ m र m लाई गुणा गर्यो भने m स्क्वायर भयो। क्लियर। अब यसलाई चाहिँ हामीले एड गरौँ m स्क्वायर बाइ पर मिटर पर सेकेन्ड स्क्वायर इक्वल टु के हुन्छ 2 अर्थात् एउटा यो दुईवटा भयो। यो चाहिँ के हो नम्बर हो। नम्बरको चाहिँ कुनै अर्थ रहेन यसमा। त्यसै कारणले गर्दा यहाँको पनि दुवैतिर के भयो बराबर भयो हो नि। यहाँ मिटर पर सेकेन्ड लेखेको छ भने यो तलको चाहिँ माथि लेखेको छ भने घाताङ्कको नियम अनुसारले चाहिँ हामीलाई यो माइनस हामीले राखेको छौं है। माइनस हामी घाताङ्कको नियम अनुसार राखेको छौं। त्यसकारणले यो कुनै पनि वस्तु तल छ भने माथि गयो भने के हुन्छ माइनस घाताङ्कको नियम अनुसार। यो र यो दुवै साइडतिर के भयो एकाइ बराबर भयो। अनि दुवै साइड एकाइ बराबर भयो भने यो समीकरणमा एकरूपता छ। के छ एकरूपता छ। त्यसैले यो समीकरण मान्य हुन्छ। यति लेख्यो भने 2 मार्क 100 को 100% मार्क। फर्स्ट इम्पोर्टेन्ट क्वेशन रहेको छ एससीमा सोध्ने खाले क्वेशन 10 नम्बरको यो हाम्रो रेजिस्टेन्स ओम्स को यो प्रमाणित गर्नको लागि विद्युतीय अवरोधको एकाइ ओम्स ओम बराबर km kg मिटर स्क्वायर सेकेन्ड माइनस q a माइनस स्क्वायर। यो चाहिँ मोस्ट इम्पोर्टेन्ट यो क्वेशन सोध्ने गरिन्छ। यसलाई हामीले कसरी प्रमाणित गर्छौं ओम्स अनुसार हामीले एकाइगत परीक्षण गर्नुपर्ने है। ओम्स को नियम अनुसार हामीलाई थाहा छ कि v के हुन्छ i * r हुन्छ। के हुन्छ v i * r हुन्छ अनि पत्ता लगाउनु पर्ने विद्युतको अवरोध r बराबर के भयो हाम्रो v/i भयो। के भयो v/i। r बराबर के भयो हाम्रो v/i हो नि। v बराबर के हुन्छ भने w/q अर्थात वर्क बाइ यो q अनि v बराबर के भयो w/q हो नि। अब हामीले i के हुन्छ भने q/t के हुन्छ q/t। त्यसैले q के भयो i * t। के भयो i * t। यहाँ हेर्ने
यो र यो के हुन्छ एक ठाउँमा मल्टिप्लाई भएर आउँछ किनभने दुवै यो भागको रूपमा रहेको छ र w इक्वल टु के भयो q इन्टु i w बाई q इन्टु i कहाँ जाउँ यहाँ w बाई qt भयो हो नि w बाई के हुन्छ वर्क भयो हो नि वर्क बराबर के हुन्छ भने f इन्टु d के हुन्छ f इन्टु d w बराबर के भयो हाम्रो f इन्टु d f इन्टु d f इक्वल टु के भयो हाम्रो ma के भयो f इक्वल टु हाम्रो ma f इक्वल टु के भयो ma गर्यो इन्टु d गर्यो अब चाहिँ यहाँ qt बराबर q बराबर के छ हाम्रो q बराबर i इन्टु t it यो it गर्यो i स्क्वायर भयो अनि t भयो यो ठीक छ अब यो सबै के गर्यो हामीले एकाइघात मान राख्यो यसमा के गर्यो एकाइघात मान राख्यो मास हो m के हो मास के हुन्छ kg हो अनि a हो यसको के हुन्छ यस प्रवेगको मीटर पर सेकेन्ड स्क्वायर के हुन्छ मीटर पर सेकेन्ड स्क्वायर डिस्टेन्स हो यो डिस्प्लेसमेन्ट यसको के हुन्छ m हुन्छ m गर्यो हामीले mm के भयो स्क्वायर मल्टिप्लाई भयो केजी मिटर स्क्वायर अनि यो चाहिँ बायोको रूपमा छ त्यसकारणले यो तल आयो अनि यहाँ s यहाँ छँदैछ यहाँ s दुईवटा यो अनि एउटा s यो तीनवटा भयो अनि यहाँ एम्पियर a स्क्वायर भयो यो चाहिँ अब माथि लेख्यो भने यो यसलाई माथि गर्यो भने के हुन्छ माइनसमा यो a दुईवटा यो अनि एउटा यो तीनवटा भयो यो माइनस तीनवटा कुन नियम अनुसार घाताङ्कको नियम अनुसार केजी मिटर स्क्वायर पर अनि केजी मिटर स्क्वायर s माइनस क्यू a माइनस स्क्वायर यो नै हाम्रो के भइहाल्छ आन्सर प्रमाणित भइहाल्छ थ्याङ्क यू सो मच अल अफ माय डियर फ्रेन्ड के हो कसको एकाइ हो बलको एकाइ के हो न्युटन f इक्वल टु के हुन्छ ma f इक्वल टु के हुन्छ ma m भने के हो यहाँ मास हो a भने के हो एक्सेलरेसन मासको एकाइ के हुन्छ केजी एक्सेलरेसनको एकाइ के हुन्छ मिटर पर सेकेन्ड स्क्वायर ठीक छ w बाई t अब वर्क जुन छ यो वर्क बराबर के हो f इन्टु s s भन्नाले के हो डिस्प्लेसमेन्ट हो के हो डिस्प्लेसमेन्ट बाई t बाई के गर्यो हामीले tmas बाई t यहाँ भने m को भ्यालु के भयो हाम्रो केजी अनि a को भ्यालु के भयो हाम्रो मिटर पर सेकेन्ड स्क्वायर s को के भयो डिस्प्लेसमेन्टको लम्बाइलाई के नाप्यो हामी दूरीमा m भयो हो नि अब यहाँ नि m यहाँ पनि छ m यहाँ पनि छ के भयो हाम्रो m स्क्वायर केजी m स्क्वायर यहाँ s छ यहाँ पनि s छ यो पनि यो बाइको रूपमा छ यो पनि बाइको रूपमा छ यो के आयो s माइनस 3 क्लियर भयो अब यहाँ आउने जुलमा केमा आउने जुलमा जुल बराबर के हो w वर्क बराबर के हुन्छ f इन्टु s अर्थात् डिस्प्लेसमेन्ट यो भयो फोर्स यो भयो डिस्प्लेसमेन्ट के भयो f इक्वल टु के भयो ma s को के भयो डिस्टेन्सको दूरीको मिटरमा नाप्यो हामीले यो मिटरको यो हो है केजी मासलाई के नाप्यो हामी केजीमा a लाई के मिटर पर सेकेन्ड स्क्वायर अनि m को m छ अनि अब केजी को केजी यो मिटर यो पनि मिटर यो मिटर के भयो मिटर स्क्वायर यहाँ के भयो अब यो s स्क्वायर किनभने यो सेकेन्ड स्क्वायर रहेको छ अब आउने पास्कलमा p बराबर के हुन्छ f बाई a हुन्छ के हुन्छ f बाई a m इक्वल टु के भयो f इक्वल टु के भयो हाम्रो ma बाई यहाँ a छ a लाई के नाप्यो हामी दूरीमा लाई के नाप्यो मिटरमा मिटर a छ भने क्षेत्रफल भयो त्यो मिटर स्क्वायर यहाँ ठीक छ m लाई के नाप्यो हामी केजीमा केमा केजीमा a लाई के मिटर पर सेकेन्ड स्क्वायरमा यहाँ के छ m स्क्वायर यसलाई कसरी लेख्यो भने केजी मिटर यहाँ एउटा दुईवटा मिटर छ यहाँ एउटा मिटर छ यो एउटा मिटर माथि भयो भने क्यान्सल भइहाल्छ हो नि यो क्यान्सल भयो एउटा मिटर त्यसकारणले गर्दा -1 अनि यो समय जुन छ यो चाहिँ बाइको रूपमा छ त्यसकारणले यो मिटर पर सेकेन्ड स्क्वायर यसलाई s -2 भन्छौँ हामी हो नि